ब्रो जस्ट कम एट लाइक दिस ठाउँ क्या यस्तो ठाउँमा चाहिँ आउनु पऱ्यो क्या तिमीहरू बुझेनौ म पनि त्यही स्टेजमा थियो केटा होइन अनि यो सानसानो ह्याप्पिनेस नै रहेछ क्या जिन्दगी भनेको चाहिँ केटा हो यो ठाउँमा चाहिँ यो झर्नाहरू पनि नेक्स्ट लेभलको छ ठाउँको नाम चाहिँ हाम्रो जोर भनिन्छ है जोर एन्ड हो यस्तो ठाउँमा चाहिँ आउनु पऱ्यो केटा हो डिप्रेसन होइन जतिजना पनि लाइक अलिकति मजा लाग्दैन होइन घरमा बसेर अलिअलि आउनु पऱ्यो केटा हो रमाइलो भयो आमा ह्याप्पी ह्याप्पी हेलो टक्क छ झरनाहरू मान्छेहरू टक्क छ होइन अझै हामी जानुपर्ने कहाँ अब स्विमिङ खेल्न स्विमिङ खेलेर पुगेन पुगेकै छैन यार म मात्र होला नभिजेको चाहिँ जियोस् अब केटाहरू त्यही हो हेलो यार नमस्ते सबैलाई माया छ होइन जतिजना पनि मलाई हेर्दै हुनुहुन्छ सपोर्ट गर्ने मेरो सपोर्टर हेटरहरू सबैलाई माया छ केटा हो एन्ड हामी चाहिँ आएको छौँ आज झोरमा एन्ड यु क्यान जस्ट सी दि नेचर हेर्न सक्नुहुन्छ त्यही हो केटा चाहिँ एकदमै रमाइलो छ फ्यामिलीसँग टक्कसँग टाइम स्पेन्ड गर्नलाई कति घरमा बस्नु होइन ल नेपाली पढ्न आउँदैन त यो के हो बौडेश्वर मन्दिर झर्ना जाने बाटो अङ्कल आन्टी हुनुहुन्छ यहाँ टक्कसँग उहाँ हाम्रो फ्यामिली टक्कसँग मम्मी उहाँबाट भिजेर आउनु भइरहेको छ एन्ड त्यही केटा हो रमाइलो 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 भेरी भेरी रमाइलो एन्ड कतिले नि मेरो के अरे भिडियोहरूमा अथवा लाइभहरूमा आउनु भएको थिएन भने आज चाहिँ सधैँ आइदिनु होला र म चाहिँ लाइभ स्ट्रिम चाहिँ गरिराखेँ हुन्थ्यो केटा है एन्ड म चाहिँ लाइक स्कुल कलेज पढ्ने मान्छेहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि कहिले पनि गलत बाटो चाहिँ नहिँड नेपालमा अब त्यस्तो अब राम्रो रोजगार चाहिँ छैन त्यही भएर तिमीहरूलाई चाहिँ म के सजेसन दिन्छु अथवा दाइ अथवा भाइ अनुसारले चाहिँ म के सजेसन दिन्छु भन्दाखेरि तिमीहरू चाहिँ लाइक जस्ट यु क्यान क्रिएट अ कन्टेन्ट है कन्टेन्ट क्रिएटर हुन सक्नुहुन्छ र त्यही हो अनलाइनमा कामहरू गर्न सक्नुहुन्छ कि त तिमीले विदेश जानुपर्ने हुन्छ धेरै नेपालीहरू लाइक अब नेपालमा केही नभएर जाने भनेको विदेश हो अन्त त्यही हो केटा हो अन्त जतिजना पनि हुनुहुन्छ मेरो रियल सपोर्टरहरू म चाहिँ आज टक्कसँग घुम्न आएको थिएँ एन्ड लाइभ स्ट्रिम चाहिँ मैले खासै गरेको थिएन होइन आजको दिन चाहिँ मैले लाइभ स्ट्रिम त्यस्तो साह्रो गरेको थिएन त्यही हो बेलुकाको लाइभमा एकचोटि भेटौँला फेरि पनि सबैलाई माया छ केटा हो यहाँबाट चाहिँ टक्कसँग तलै छ तल चाहिँ लभली रहेछ तल झन् है तल झन् खतरा रहेछ कसम त्यहाँ हेर्न सक्नुहुन्छ ऊ त्यहाँनिर टक्कसँग झरनाहरू र यता चाहिँ भिडियो फोटोहरू चाहिँ चलिरहेको छ एन्ड केही भन्दिनँ म चाहिँ अब टक्कसँग सरी भन्न चाहन्छु लगेर केही छैन जे भए पनि जियोस् अब त्यही हो र हेर्न सक्नुहुन्छ यता पनि गुफा के हो यार यो डेन्जर टक्कसँग अगाडि पहाड होइन पहाड र जाने बाटो चाहिँ कता हो भन्ने पनि थाहा भएन क्या मम्मी कहाँबाट जाने जाउँ तल त्यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँनिर चाहिँ मेरो फ्यामिलीहरू हुनुहुन्छ कहिलेकाहीँ फ्यामिलीसँग पनि घुम्न आउनुपर्छ केटा है कति त्यो स्कुल कलेजमा लाइक म फ्यामिलीसँग मजा आउँदैन रमाइलो हुँदैन त्यो के होइन ब्रो मेरो पनि एक जमाना कस्तो थियो भन्दाखेरि म नि साथीहरूसँग मात्र घुम्ने थिएँ क्या तर रियल ह्याप्पिनेस भनेको चाहिँ फ्यामिलीसँग घुम्नु रहेछ क्या लाइक साथीसँग पनि घुम्नु चाहिँ हो साथीसँग छुट्टै रमाइलो हुन्छ लाइक बिग्रेको साथीहरूसँग घुम्नु र राम्रो साथीहरूसँग घुम्नुमा फरक पर्ने हो क्या एन्ड अर्को कुरा भन्दाखेरि म चाहिँ आजकल रमाइलो लाग्छ है फ्यामिलीसँग घुम्दाखेरि चाहिँ किनकि म चाहिँ त्यति धेरै साथी पनि बनाउँदिनँ धेरै साथीको लैले पनि गर्नु हुँदैन रहेछ एन्ड कति साथीहरू बिग्रिए कति साथीहरू राम्रो सप्रिए एन्ड इफ यु आर वाचिङ साथीहरू है तिमीहरू पनि हेर्दैछौ भने चाहिँ लाइक नबिर्छ मलाई कमेन्ट गर्न सक्नुहुन्छ है तिमीले भने सक्छस् भाइ सक्छस् है किनकि म चाहिँ साथीहरूलाई चाहिँ लाइक प्रायःलाई चाहिँ तर तिमी मात्र भन्दै तिमीहरू पनि कतिजनालाई तर तिमी भन्दा चाहिँ कुरा गर्छौ जस्ट कमेन्ट डाउन बिलो एन्ड यो हे नोटी कल बिजी हो आयो कहिले नि मसँग चाहिँ मान्दैन एन्ड यही हो ह्याप्पिनेस भनेको चाहिँ लाइक साना बच्चा बच्चीहरूदेखि लिएर मम्मी होइन बाबा चाहिँ आउनु भएन बाबा चाहिँ काम थियो अङ्कल हुनुहुन्छ आन्टी हुनुहुन्छ दिदी भाइ बहिनीहरू सबैजना छन् र म चाहिँ एकदमै रमाइलो फिल गरिरहेको छु है त एन्ड एक जमाना चाहिँ लाइक हुन्छ केटा हो हाम्रो पनि 11-12 स्कुल पढ्ने बेलामा चाहिँ हामी पनि मयौँ भनेर हिँड्थ्यौँ कुनै जमानामा त्यो चाहिँ एकदमै गलत बाटो रहेछ र
त्यस्तो गर्नु पनि हुँदैन जस्ट एउटा स्किलहरू चाहिँ सिक बरु त्यो बेला होइन मैले धेरै कुराहरू चाहिँ गुमाएँ क्या मैले पहिला बाइकमा हिँड्ने बेला चाहिँ जियोस मोटर राइडहरू गर्नुपर्ने रहेछ बट अल्सो आई एम ह्याप्पी ग्राउ आई एम ह्याप्पी आई एम जस्ट चिलिङ माई लाइफ एन्ड तिमीहरू जतिजना पनि मलाई नयाँ देख्दैछौ भनेपछि चाहिँ लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला त्यसको कारणले चाहिँ मलाई एकदमै खुसी मिल्छ र त्यही हो रियल सपोर्टरहरूलाई त थाहा छ मेरो पुरानो सपोर्टरहरूलाई चाहिँ त्यति धेरै थाहा छैन एन्ड यो भाइ चाहिँ एकदमै लताउँछ हेर्ने ग्राउ हेर्न सक्नुहुन्छ यो भाइ ओहो ग्लास लगाएर ओके छिटो जाए हेलो हेलो रमाइलो भइरहेछ कसम भनेको त्यो चाहिँ जति उमेर बढ्यो त्यति नै थाहा हुने रहेछ क्या त्यही हो अनि जे पनि गर्दै हुनुहुन्छ जहाँबाट हेर्दै हुनुहुन्छ आफ्नो ठाउँको नाम चाहिँ कमेन्ट गर्नु होला ताकि मलाई चाहिँ थाहा होस् तिमीहरू चाहिँ यो ठाउँबाट चाहिँ हेर्छौ है भने चाहिँ मलाई थाहा होस् क्या मलाई चाहिँ त्यो कारणले चाहिँ एकदमै खुसी लाग्छ क्या तिमीहरू भनेको लाइक मेरो चाहिँ मेरो एउटा फ्यामिलीमा चाहिँ जोडिसकेको छौ क्या हाम्रो एउटा जुन मेन फ्यामिलीमा चाहिँ जोडिसकेको छौ एन्ड तिमीहरू भनेको चाहिँ मेरो मुटुको टुक्रा हो केटा एन्ड केटी हो है सबैलाई माया छ एकदमै धेरै माया छ एन्ड हामी चाहिँ लाइभ स्ट्रिममा चाहिँ प्रायः भेटिरहेको हुन्छौँ गेमहरू खेल्छौँ कुराकानीहरू एकदमै रमाइलो गरेर गर्छौँ एन्ड त्यही हो सबैलाई माया छ र मलाई यसरी नै साथ सपोर्टहरू चाहिँ गर्दै जानु होला एन्ड वान डे आई विल जस्ट हेल्प यु गाइज अल्सो एन्ड के कस्तो हुन्छ भेट्दै गरौँला थ्याङ्क यू अल जय नेपाल है त र म चाहिँ यसको फोटो भिडियोहरू पनि म तिमीहरूलाई चाहिँ सेयर गर्छु ल यो ठाउँको है त यसको नेचर ब्युटीहरू एकदम को नेचर लभरहरू हो म तिमीहरूलाई चाहिँ सेयर गर्छु ल फोटो भिडियोहरू चाहिँ खिचेर है त ओके ल